आज स्पेशल मान्छेलाई भेट्न जाँदैछु म चाहिँ जस्तो लागिरहेको छ कि हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक न्यू डे न्यू भिडियो तर मैले चाहिँ आफ्टर लङ टाइम पछि भिडियो स्टार्ट गरेको आज चाहिँ भ्लग स्टार्ट गर्छु भनेर के अनि त्यसपछि आज म यति धेरै रेडी भइसकेको छु बिहान उठेर अनि आइएम भेरी एक्साइटेड आज चाहिँ किनभने आज म जाँदैछु टोकियो कसलाई भेट्न भन्नाले आज म भेट्न जाँदैछु देना तामाङ दिदीलाई यस्तो क्युट त्यसो आज स्पेशल मान्छेलाई भेट्न जाँदैछु म चाहिँ जस्तो लागिरहेको छ कि त्यहाँ गइसकेपछि हामी चर्च पनि जानेछौँ त्यसपछि हामी के गर्छ सबै भिडियोमा देखाउँछु ल अब हामी चाहिँ जानुपर्ने हुन्छ जाम भिडियो गरिदिएँ जेसी कति राम्रो भएर आएको तपाईँको लागि हो त्यो मेरो लागि थ्याङ्क यू सो मच म यसको इन्तजारमा गरेको म चाहिँ आज दिना दिदीको घरमा आएर खाँदैछु मिठो मिठो खानेकुराहरू हेर्न सक्नुहुनेछ अनि त्यसपछि आज दिदीसँग भेटेर यति धेरै दिदी त यति धेरै फ्रेन्डली हुनुहुन्छ अनि मेरो लागि भनेर यति धेरै दुःख गर्नुभएको छ दिदीले चाहिँ हेर्न सक्नुहुन्छ अनि भोलि चाहिँ हामी बिहान उठेर चर्चमा जानेछौँ यस्तो फास्ट चर्चमा जानेछौँ हामी चाहिँ अनि आज दिना दिदीको रुममा आएको म चाहिँ फर्स्ट भेट्दा चाहिँ लाज लागेको थियो दिदी भयो भने दिदीलाई लाज लागेको छ मलाई लाज लागेको थियो तर अहिले चाहिँ हामी फ्रेन्ड भइसक्यो हेर्नु कसरी कुद्नुहुन्छ मेरो दिदी दिदी अनि मलाई भन्नु न ल म आएको आज तपाईँलाई कस्तो लाग्दैछ बहिनी आएको मलाई एकदमै खुसी लाग्यो मलाई फर्स्ट टाइम भेट्दा त म त लाज लागेर कस्तो के रियाक्सन गरौँ के रियाक्सन हुन्छ तर पछि राम्रो भयो हामीले धेरै असल प्रभुको कुराहरू गऱ्यौँ यस ब्लेसिङ भएको छ अनि स्विट एकदम राम्रो ज्ञानी सुशील बहिनी मेरो घरमा आउँदा खुसी लागेको छ मलाई अब चाहिँ हामी अन्जानी कार्यहरू चाहिँ जारी हुन्छ किनभने दिदीलाई मेरो रुममा म इन्भाइट गर्छु दिदी आउनुहुन्छ होला सायद किनभने म त्यहाँ सङ्गति खासै पाउँदिनँ अनि दिदी आउनुभयो भने झन् खुसीको कुरा हो अनि त्यसपछि दिदीले चाहिँ आज यति मिठो मिठो खानेकुरा बनाउनु भएको छ अनि दिदीको यो रुमहरू छ भने चाहिँ यस्तो राम्रो ओहो यो जागर कहाँबाट आउँछ दिदी प्रबल दिनुभएको जागर ठुलोसरी बोल्नुहुन्छ दिदी होइन अनि प्रबल मलाई कस्तो लाग्छ भने प्रबल दिनुभएको आशिषलाई राम्रो गरेर राख्नुपर्छ भन्ने हुन्छ कि अनि हो धन्यवाद भन्दै सफा गर्छु राम्रो देख्छ राम्रो फेरि प्रभु धन्यवाद आज त झन् सफा गर्दा गर्दै मलाई कस्तो फिल भएको थियो भने अदनको बगैँचा हो क्या हो क्युट पनि यस्तै जति सफा उहाँले गर्नुहुन्छ त्योभन्दा आफै एकदम क्युट हुनुहुँदो रहेछ सफा उहाँको साँच्चै सफा उहाँको मन छ सबैलाई बहिनी भन्नुहुन्छ दिदीले अनि जेलस हुने सबै बहिनीहरू जेलस हुने म जेलस हुने सबै जेलस हुने अनि दिदीहरूले जोस माया गर्नुहुन्छ सबैलाई अनि प्रभुको नजिकमा डोराउनु चाहिँ यति धेरै हेल्प गर्नुहुन्छ दिदीले यति धेरै सहायता गर्नुहुन्छ जुन जस्तो ठाउँ भयो नि होइन जुन जस्तो ठाउँमा भए पनि दिदीले हेल्प गर्नुहुन्छ म धेरै टाढा थिएँ तर दिदीले म्यासेज गर्नु रिप्लाई आएपछि आज म यहाँसम्म आइपुगेछु अनि भोलि म चर्च जाँदैछु कस्तो खुसी लाग्दैछ यस अब चाहिँ हामी खानेछौँ अनि बाई बाई प्रार्थना गरौँ जेसी गुड मर्निङ युट्युबमा नि हाल्छु कि मैले अनि आज चाहिँ हामी चर्च जानु लागेको हामी चाहिँ रेडी भइसक्यो रेडी भएर पनि हामी बाहिर निस्किसक्यौँ अनि आज सन्डे आज आई थिङ्क प्रभोज पनि छ त्यही भएर हामी चाहिँ एकदम रेडी भएर हिँड्दैछौँ अनि त्यही हो अनि आज चाहिँ अनि सँगै यसरी चर्च जाने म चाहिँ यहाँदेखि चाहिँ सँगै चर्च जाने कोही पनि भेटेन दिदी बल्ल भेट भएको छ फेरि म जानुपर्ने हुन्छ त्यसपछि अलिक पछि यतातिर ठाउँहरू कस्तो राम्रो रहेछ तर फेरि यस्तो यस्तो घाम लागेको छ हेर्नु